अहिले त ब्यान्ड बाजा बज्दैछ उता त्यो बिहे कसको चलिरहेछ अनि ब्यान्ड बाजा चल्दैछ डाँडामा नाचिरहेको छु टिया कमरिया बिहे त उहाँ हुँदैछ हेर्न सक्नुहुँदैछ उहाँ त्यो बराती आउँदैछ हे गाइज वेलकम टु न्यू ब्लग आजको सुन्दा के छ भन्दाखेरि अब शान्ति यहाँ एकदम जाली हुन्छ लोकसेवाको अनि शान्ति रेडी सेडी भइसक्नु भएको छ अनि बाटो मस्का लगाउँदै हुन्छ शान्तिलाई हेर्दै हुन्छ नि मस्का लगाएको हेर्दै हुन्छ शान्तिलाई अनि गाई चाहिँ मम्मी चाहिँ पूजा गर्दै हुन्छ मम्मी अब जा मम्मी ल गाई अब शान्तिसँग म पनि जान्छु एक्जाम दिन हस् शान्ति र म जाँदैछु अब एक्जाम दिन शान्तिको एक्जाम दिन म सहयोग गर्नको लागि जाँदैछु म पनि साथमा ह्यान्डसम पनि पऱ्यो मेरो बाबा दादा सजान उहाँ हेरिरहनु भएको With you, it feels like I could fly high. When I'm with you. शान्ति त्यो अहिले मार्क्सको आफ्नो रोल नम्बर खोज्दै हुन्छ कहाँ परेको छु भनेर यही स्कुल हो गाइज यो स्कुलमा दिनुहुन्छ शान्तिले एक्जाम लोकसेवाको शान्तिलाई त्यो अहिले टेन्सन भइरहेछ अनि स्कुल हुन्छ खतरनाक छ स्कुल चाहिँ लोकसेवाको स्कुल हो गाइज लोकसेवाको गाइज भिडियो हेर्न सक्नुहुन्छ कति धेरै भिडियो छ मान्छेको भिडियो 200 जनाको एक्जाम यहाँ चल्छ यसको लागि यति भिड छ शान्ति सहित यहाँ 200 जना छन् झन् अझै मान्छे त आउँदैन छन् अझै अब त सजना लाग्नु जाँदैछन् गाइज शान्ति पनि जाँदै हुन्छ उहाँ हेर्दै हुन्छ शान्तिले उहाँ हुन्छ बेलाको गाई शान्ति त जानुभयो शान्तिको एक्जाम त सुरु भइसकेको छ अनि कोही मान्छेको लेट भइसकेको छ एक्जाम हेर्छन् बिस्तारै मान्छेहरू निस्किँदैछन् गाई बेल चाहिँ लागिसक्यो अनि मान्छेहरू निस्किँदैछन् शान्ति पनि अब आउनुहुन्छ अनि शान्तिलाई त भेटिसकेको छु कस्तो गयो एक्जाम यो शान्तिको टेस्ट पेपर छ गाई हेर्न सक्नुहुन्छ शान्तिको टेस्ट पेपर कति मार्क्स हो शान्ति कति मार्क्स हो शान्ति 100 मार्क्स कति पास मार्क्स कति हो 40 अनि फेरि नाम आइहाल्छ 40 आयो भने अनि अर्को पनि छ 40 ल्याउनु पास 100 मा 40 ल्याएर पास भयो भने शान्ति र शान्ति बाई अब शान्ति हस् बाई शान्ति रे शान्ति आएर छोडिसकेको छु मस्त मजाले गाई चाहिँ अहिले दादा यहाँ बढार्दैछ घर मजाले आज कुन दिन कहाँदेखि घाम झुल्किएछ बिचरा कामचोरले आज काम पाएछ कर कामचोर वा टमले त अरू कुकुरहरूलाई हेरेको छैन गाई उता कुकुरहरू बसिरहेछ नि यसले हेरेको हेरेछ कसरी हेर्छ मेरो प्यारी मम्मी आज जानुभयो नेपालको त्यो के भन्ने अरे आज नेपालको के अरे देवाली नेपालको देवाली म त आज सुन्दैछु यो भनेको के हो बुझाइदिनु न कुल भनेको को हो कुल भनेको देवता सबैका कुल नेपालका कुल ठुलाति नै हुन् कुल भनेका कुल हुने सबैभन्दा ठुला सबसे हाम्रो नेपाल भन्दा सबै ठुलो सबैका नेपालका ठुला ए हुन त को हो नि कुल भनेको त्यो भगवान हो पितृदेवता हुन् पितृबाट पनि माथि गएपछि कुल हुन्छन् क्या पितृभन्दा माथि पितृ सबै नेपालको सबैभन्दा माथिका सर्वश्रेष्ठ पितृ कुल भन्छन् ए नेपालको सबसे ठुलो भनेको ठुलो देवता भनेको त्यही कुल देवता नै भन्दा हुन्छ नि पितृ हुन्छ नि सबै पितृ कुल देवता नै हो कि आमालाई सबै कुरा थाहा हुन्छ आमा यो कुल देवता भनेको के हो कुल देवता भनेको
पितृहरू पितृहरू बुझे कि अनि पितृलाई कुल भनिन्छ अनि फेरि पितृलाई पितृ नभने कुल किन भनेको अनि अरूहरूको के हुन्छ नि हाम्रो कुलले पूजा हुन्छ भने अरूहरूको के हुन्छ गोठाको पूजा अनि अब क्षेत्रीहरूको पूजा हुँदैन यस्तो क्षेत्रीहरूको तिनीहरूको कुलै हुन्छ अनि हाम्रो अब हाट खोलामा भयो नि पूजा हाम्रो हाट खोलामा पूजा भयो त्यो हाट खोलामा पूजा भएको नि अनि अरूहरूको कहाँ हुँदैन अरू मान्छेहरू कहाँ हुन्छ गाइस अहिले त पानी पर्न आँटेको छ अब यहाँ पानी पर्यो भने मजा आइहाल्छ किनकि पानी परेपछि यहाँ शीतल हावा त मस्त भ्यू आउँछ दा पनि यहाँ बसिरहेको छ मस्तवाला अनि गाउँको भ्यू हेर्नु सक्नुहुन्छ खतरनाकै छ यहाँ पानी पर्छ पुरा हरियाली हरियाली हुन्छ गाउँ पनि पुरा हरियाली हरियाली गाउँ हाम्रो हुन्छ गाइस दादाको त यहाँ कुकुरले नाकमा ग्वापै टोकेको छ कति अझ देखाउन चाहन्छु यहाँ हेर्नु सक्नुहुन्छ यहाँ कुकुरले टोकिदिएको छ पुरै झ्याप्पे टोकियो यस्तो कहाँ नाकभित्र हालेको नाकभित्र हालेको यस्तो दुखिरहेको छ नि के भन्नु यहाँ पुरा रातो रातो भएको छ पुरा यहाँ पुरा रातो रातो बाबाको त त्यो हात दुखेपछि बाबा सुतेको हुन्छ धेरै दिनपछि कहिले उठ्नुहुन्छ कहिले सुतिराख्नुहुन्छ बाबा सन्चै हुन्छ नि धेरै दुखेको छैन नि गाइस अहिले त म पढ्न बसिरहेको छु धेरै दिन भयो नपढेको धेरै दिन भएको छु एक दिन भयो नपढेकै यसलाई अहिले पढिरहेको छु पढ्न बसेको छु किनकि मम्मीले गाली गर्नुहुन्छ यसको लागि म पढ्दैछु अहिले त्यही दा पनि पढिरहेको छ साँझ पऱ्यो यसको लागि दा र म चाहिँ पढ्न बन्द गरिदिउँ अनि दा चाहिँ पूजा गर्नको लागि यहाँ आयो अब पूजा गर्छ दादा चाहिँ अनि मेरो फ्यानहरू चाहिँ मलाई हेलो गाइस भनेर म हेर्न सक्नुहुन्छ मेरो फ्यानहरू is when I feel alive. Don't you ever let go. I don't ever wanna spend another night without you. Don't you even know that I spend my nights for shit. Bhavam Bhavani Saridam Namami Tisa Prabhu Aparamparam Gupta Samaja Sansaram ओम कुल देवता ओम 33 कोटि भगवानहरुको जय सम्पूर्ण देवी देवताहरुको जय श्री कृष्ण गोविन्द हरे मुरली नाथ नारायण वासुदेव गाइस अहिले त बाण बाजा बज्दैछ उता त्यो बिहे कसको चलिरहेछ अनि बाण बाजा चल्दैछ अनि डाँडा पनि नाचिरहेछ कमरिया मलाई टोक्दैछ मलाई डाँडा डान्स खतरनाक छ गाइस गाइस बिहे त उहाँ हुँदैछ हेर्न सक्नुहुँदैछ उहाँतिर बराती आउँदैछ उहाँ चाहिँ त हामी भनेर डेन्जर डान्स गरेछ उहाँ हेर्नु यहाँ देखिरहेको उहाँ हेर्छु हामी भनेर डेन्जर डान्स उहाँ चलेछ गाइस हाम्रो नर्मल हो अनि दादा आफ्नो डान्समा मम्मी त यहाँ अहिले रोटी बनाउनको लागि पिठो मुस्दै हुन्छ मम्मी त अहिले र गाइस अब त दादा सुतिसकेको छ यहाँतिर यहाँसँग दादा यहाँ सुतिसकेको छ अब यो भिडियो पनि एन्डिङ गर्छु यो भिडियो मन पर्यो भने लाइक र सब्सक्राइब गरिदिनु मलाई मिल्छ अर्को भिडियोमा आजको लागि बाई